many Maggie stories. सन्नीभिल सहरमा बच्चाहरू लापरवाहीले बाटो काट्थे, जसले सबैलाई समस्यामा पार्थ्यो। टिम र मायाले बच्चाहरूलाई ट्राफिक बत्तीको बारेमा रमाइलो तरिकाले सिकाउने एउटा उत्कृष्ट विचार निकाले। अर्को दिन टिम र मायाले आफ्नो योजना लिएर पार्कमा गए र बच्चाहरूलाई बोलाए। टिम र मायाले रातो बत्तीको अर्थ देखाउनका लागि रमाइलो नाटक प्रस्तुत गरे। जब हरियो बत्ती बोल्यो, टिमले कसरी अगाडि बढ्नुपर्छ भनेर देखाए। टिम र मायाले सबैलाई ट्राफिक बत्तीका सरल नियमहरू सजिलैसँग सिकाए। त्यसपछि टिम र मायाले सिकाइलाई रमाइलो खेलमा रूपान्तरण गरे। धेरै समयपछि सन्नीभिलका बच्चाहरूले सुरक्षित रूपमा बाटो काट्न सिके, जसले सहरको बाटोलाई अझै खुसी बनायो। नगर प्रमुखले टिम र मायालाई उनीहरूको सृजनात्मक विचारका लागि सम्मान गरे, जसले टिम र मायालाई सहरका नायक बनायो। टिम र मायाले सन्नीभिललाई अझ सुरक्षित र खुसी स्थान बनाउनका लागि प्रतिबद्ध रहने वाचा गरे र यो कथा यही समाप्त भयो। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नुहोस् है।